माई न्यू ब्लग केबी कृष्ण ब्लगमा स्वागत छ। र यो जङ्गल स्पेसल ब्लग हो हैन। जङ्गल रोड छु म। अब जिन्दगीको असली सुकुन यसैमा छ। यसरी रमाइरहेछ गाउँतिर रहेर। अब गाईगोस्तोहरू पारिपुरी लगाइएको छ। यहाँ घुम्दै घुम्दै यही बाटो आउँछन् र यहाँ मैले बसिएको छु चोकमा। र जस छुट्टै खालको आनन्द छ यहाँ। लब धेरै अग्लो ठाउँमा छौँ हामी। गाउँबाट तल छु गाउँ, यहाँबाट गाईगोस्तो लिएर धेरै माथि आइएको छ। अझ योभन्दा माथि पनि जानुपर्ने हुन्छ अहिले। र गाई बाख्राहरू माथि नै पुगेका छन्। तर यो भिडियो बनाउनुको मेन उद्देश्य भनेको के भने यहाँको भ्यू हैन, सुकुन आनन्द हैन, शिरशिर हावा गर्मीको बेला छुट्टै छ क्या आनन्द। यहाँबाट रिल्याक्सको एकदम फिल हुन्छ, मजा आउँछ यस यहाँ बस्दाखेरि। विङ्सको फ्लो नै बढी हुन्छ किनकि उचाइ बढ्दै गएपछि हावाको चाप पनि बढ्छ यहाँनिर। आउने पहाड, बस्ने पहाड, घुम्ने पहाड हैन, त्यही भएर नै होला दामी छ। यो पारिपट्टि छ नि पानी, त्यहाँबाट पानी पर्न सुरु गरेपछि पानी पर्छ। त्यो पानी त्यो पर्दै पर्दै त आउने हो। सुरु भइसकेको छ बिस्तारै बिस्तारै पर्न पनि आउँछ होला अहिले।